हरेक शप ओनरको एउटा कमन समस्या हुन्छ। व्हाट्सएपमा इन्क्वायरी आउँछ, प्राइस सोध्छन्, डिटेल्स लिन्छन् अनि एकदमै चुप। अब प्रश्न, फलोअप कहिलेसम्म गर्नुपर्छ? धेरैजसो मानिसहरू दुईवटा गल्ती गर्छन्। या त धेरै चाँडै हार मान्छन् या त यति धेरै फलोअप गर्छन् कि कस्टमर नै इरिटेट हुन्छ। स्मार्ट तरिका एकदम सिम्पल छ। पहिलो फलोअप, इन्क्वायरी आएको 24 घण्टापछि एउटा छोटो मेसेज, प्रडक्ट बारे कुनै प्रश्न छ भने भन्नुस् है। दोस्रो फलोअप, करिब 3 दिनपछि। यसपटक अलिकति भ्याल्यु थप्नुस्, जस्तै प्रडक्टको युज केस, मिनिमम अर्डर, छोटो भिडियो वा कस्टमरको रिभ्यू। तेस्रो र अन्तिम फलोअप, करिब 7 दिनपछि। सिम्पल लाइन, अहिले प्लान छैन भने पनि भन्नुस्, भविष्यमा हेल्प गर्न सकिन्छ। यसपछि पनि रिप्लाई आएन भने उनलाई कोल्ड लिस्टमा राख्नुस्। 1 महिनापछि एकपटक फेरि ट्राई गर्नुस्। बिजनेसमा एउटा रुल सम्झनुस्, फलोअप गर्नु प्रोफेसनलिजम हो, तर पछि लाग्नु डेस्परेसन हो। जसले साँच्चै किन्न चाहन्छ उसले सिग्नल जरुर दिन्छ र धेरै पटक समस्या इन्ट्रेस्टको हुँदैन, ट्रस्टको हुन्छ। यही कारण हो कि आजकल धेरै मानिसहरू भेरिफाइड सप्लायर खोज्न र रेट कम्पेयर गर्न नेपाल सप्लायर्स जस्ता प्लेटफर्म्स प्रयोग गर्न थालेका छन्, जसले सप्लायर खोज्ने रिस्क कम गर्छ।